हेलो सबैजनालाई वेलकम ब्याक टु माई अनदर भिडियो एन्ड नमस्कार सबैजनालाई स्वागत छ हजुरहरू सबैलाई मेरो अर्को भिडियोमा नेपाली इङ्ग्लिस दुइटामा भनिदिएको है एनिवेज आज चाहिँ फ्राइडे मेरो अफ ड्युटी अफ एज यु अल नो एन्ड आजको दिन चाहिँ अलिकति स्पेसल छ बिकज आजको दिनको भ्लग आजको कन्टेन्ट भनेको मेरो लाइक डबल बम्पर मिल्यो कि मलाई किनकि फर्स्टली त मैले मेरो डियरेस्ट ब्रदर मिलन भारद्वाजसँग भेट गर्दैछु एन्ड सेकेन्डली आज चाहिँ म हजुरहरूको लागि स्पाइडरम्यान ब्रान्ड न्यू डे हेरेर त्यसको रिलेटेड केही रिभ्युजहरू केही मेसेज दिन्छु लाइक केही भन्छु कस्तो लाग्यो के लाग्यो भनेर हस् हेर्दै जानु इन्जोय गर्दै जानु ओके तर गाइज त्योभन्दा फर्स्टली चाहिँ म रुमबाट निस्किसकेपछि फर्स्टली आइएम हेडिङ टुवर्ड्स इस्गावा जहाँ हाम्रो अनदर ब्रान्च रहेको छ त्यहाँ ब्रान्चमा चाहिँ सम अफ माई कलिग्स रहनुहुन्छ एन्ड उहाँहरूलाई भेट्नको लागि प्लस उहाँ हाम्रो एउटा कृष्ण दाई भन्ने हुनुहुन्छ त्यो कृष्ण दाईलाई हल्का आफ्नो मामा आउनुभएको रहेछ नेपालतिरबाट अनि हजुरहरूलाई त थाहा छ कि छैन फरेनमा नेपालबाट केही आउँछ अनि धेरै 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 स्पेसल लाग्छ कि कोही आउँछ र केही आउँछ कसैसँग हाम्रो घरतिरबाट भने धेरै स्पेसल लागेको हुन्छ सो कृष्ण दाईले मलाई रिक्वेस्ट गर्नुभयो बाबु जाउँ भनेर त्यो मामालाई भेटेर केही सामान आएको छ लिएर आउँ भनेको भएर म चाहिँ फर्स्टली उहाँको रुमतिर लाग्दैछु देख्न सक्नुहुन्छ अहिलेलाई म सिधै उहाँको रुमतिर लाग्दैछु हस् एन्ड फाइनली गाइज म चाहिँ आइसकेको छु हाम्रो इस्गावा ब्रान्चको एकोमोडेसनमा यही यो गेटमा देख्न सक्नुहुन्छ साथीहरू अहिले चाहिँ म हिँडिसकेको छु कृष्ण दाईसँग भएर कृष्ण दाई र म भएर मामाको रुमतर्फ बाइ द वे साथीहरू मैले चाहिँ भन्नु बिर्सेछु हाम्रो मामाको रुम चाहिँ कृष्ण दाईको मामाको रुम चाहिँ इजदानमा रहेछ लाइक इजदान एकोमोडेसन समथिङ केही थियो जो कि आई थिङ्क लोकेटेड छ गराफामा लोकेटेड रहेछ है सो फाइनली गाइज हामी चाहिँ आइसकेको छौँ हाम्रो इजदानमा उहाँको बिल्डिङ चाहिँ 7 नम्बर रहेछ बिल्डिङ नम्बर 7 रहेछ सो हामी चाहिँ उहाँसँग भेटघाट गरेर भर्खरै निस्किसकेका छौँ देख्न सक्नुहुन्छ र त्यहाँबाट लगेर फेरि हाम्रो कृष्ण दाईलाई दोबारा आफ्नो एकोमोडेसनमा छोडिदिएर मैले चाहिँ अहिले हाम्रो सन्तोष दाईलाई लिएर म अल्सादतर्फ जाँदै जहाँ मेरो डियरेस्ट ब्रदर रहनुहुन्छ मिलन भारद्वाजी हजुरहरूलाई त थाहै छ एज अलवेज म उहाँसँग नै धेरै घुमघाम गरिरहने हुन्छु एनिवेज देख्न सक्नुहुन्छ अहिले चाहिँ म उहाँको एकोमोडेसन अगाडि आएर उहाँको वेटमा छु एन्ड फाइनली देयर ही गोज देख्न सक्नुहुन्छ अहिले उहाँ चाहिँ आफ्नो मेबी आफ्नो एकोमोडेसनबाट निक्लिएको आफ्नो रुमबाट निक्लिएको कुडाहरू लिएर डस्टबिनमा फालेर र भ्लगर दाइ यो त अभियसली भ्लग सुरु गर्नु नै हुन्छ बिकज म भेट्दैछु एन्ड देख्न सक्नुहुन्छ अहिले उहाँ आफ्नो भ्लग सुरु गरेर म तर्फ आउँदै हुनुहुन्छ र हेलो दाजु नमस्कार के छ आरामै हुनुहुन्छ र अहिले चाहिँ हामी भेटघाट गरिसकेपछि उहाँसँग उहाँ अनि सन्तोष दाई भएर हामी चाहिँ सिधै इन्डस्ट्रियल एरियातिर जाँदैछौँ किनकि हाम्रो स्टोर 38मा सन्तोष दाईलाई छोडेर मिलन दाजु र म भएर चाहिँ हामी स्ट्रेट टु प्लाजा मल जानेछौँ देख्न सक्नुहुन्छ अहिले हामी त्यतितर्फ लाग्दैछौँ अनि फाइनली गाइज अहिले चाहिँ हामी 38मा सन्तोष दाईलाई छोडेर अनि हामी चाहिँ आइपुगेका छौँ हाम्रो ग्रान्ड मलको पछाडि छौँ अहिले चाहिँ सिग्नलमा यहाँबाट सिधै हामी युटर्न मारेर चाहिँ प्लाजा मलतिर लाग्दैछौँ देख्न सक्नुहुन्छ एन्ड फाइनली गाइज हामी चाहिँ आइपुगेका छौँ प्लाजा मलमा अहिले गाडी पार्किङ लगाएर हामी चाहिँ त्यतैतर्फ लाग्दैछौँ देख्न सक्नुहुन्छ कति क्राउड हुन्छ यहाँ भनेको स्पेसल्ली फ्राइडेको दिन यति क्राउड हुन्छ देख्न सक्नुहुन्छ खुट्टा राख्ने ठाउँ हुँदैन तर हामी चाहिँ अलि छिटो आएको थियौँ लाइक
अराउन्ड 3 बजे या 2:30 बजेको आसपासमा पुगेको थियो। सो त्यति क्राउड छैन अहिले चाहिँ, छ भित्रपट्टि त छ बट अहिले त्यति क्राउड छैन। नत्र फ्राइडेको दिन भनेको हेर्नु खुट्टा राख्ने ठाउँ हुँदैन के। सो गाइज फाइनली देख्न सक्नुहुन्छ अहिले हाम्रो मिलन दाजु र म चाहिँ अहिले त्यहाँको अब सकियो। अब ज्याकेट लिन गएको उहाँको पापाको लागि, बट ज्याकेट भने जस्तो सोचे जस्तो खोजे जस्तो पाइएन। सो अर्डर गरेर हामी चाहिँ निस्किसकेको छौँ। यहाँबाट चाहिँ हामी देख्न सक्नुहुन्छ अहिले हाम्रो मिलन दाजुले भ्लग बनाउँदै हुनुहुन्छ गाडीबाट। प्लस हामी चाहिँ लाग्दैछौँ अहिले बरुवा सिटीतर्फ, जहाँ कि अलिकति मिठो ग्रिनरी भ्युजहरू आउनेछ। सो म हजुरलाई देखाउने नै छु। अलिकति त्यहाँ गएर हामी दुईजनाको प्लान छ अलिकति केही इन्ट्रेस्टिङ सुट गरौँ प्लस फोटो सुटहरू गरौँ भनेर हाम्रो चाहिँ अलिकति प्लान छ। The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only. एन्ड फाइनली गाइज देयर इट गोज। फाइनली देख्न सक्नुहुन्छ हामी चाहिँ हाम्रो डिजायर्ड डेस्टिनेसनमा आइसकेको छौँ। डिजायर्ड लोकेसनमा देख्न सक्नुहुन्छ कति ब्युटिफुल, कति ग्रिन, कति ग्रिनरी छ। हाम्रो नेपालमा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई त बरु त्यति मतलब लाग्दैन, किनकि हाम्रो नेपालमा भनेको राइट हेऱ्यो, लेफ्ट हेऱ्यो, फ्रन्ट हेऱ्यो, ब्याक हेऱ्यो सबै हरियाली देखिन्छ। बट स्पेसल्ली खाडी है, फरेन भन्न पनि मिल्दैन, किनकि अरू युरोप कन्ट्रीहरूमा पनि राम्रै हुन्छ भ्युजहरू, बट स्पेसल्ली खाडीमा चाहिँ यस्तो ग्रिनरी देख्नु भनेको एकदमै इन्ट्रेस्टिङ लाग्छ, एकदमै अमेजिङ लाग्छ। सो हेर्नुहोस्, इन्जोय गर्नुहोस्। एन्ड गाइज देख्न सक्नुहुन्छ यो मिठो लुकहरू, यो नेचर देखेर हाम्रो मिलन दाई चाहिँ एकदमै एक्साइटेड भएर मिठो भ्लगहरू बनाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। त्यही भ्लग बनाउने नै क्रममा आफ्नो केही 2 शब्द राख्न मन लाग्यो भनेर मिलन दाजुले चाहिँ आफ्नो शब्द राख्दै हुनुहुन्छ, सुनिदिनुहोस् है। हेलो नमस्कार सबैजनालाई, नमस्कार। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। हाम्रो राज भाइले भ्लगिङ गर्न सुरु गरेको जुलाई 20बाट होइन, हजुर जुलाई 20बाट चाहिँ उहाँले चाहिँ भ्लगिङ गर्न सुरु गर्नुभएको छ, भ्लगिङ जर्नी सुरु गर्नुभएको छ। अनि उहाँले भन्नुहुन्छ मलाई देखिसकेपछि उहाँले पनि भ्लग गर्ने इच्छा आकाङ्क्षा जागेर आयो भन्नुभयो। सो गाइस उहाँले यति दुःख गर्नुपर्छ, मेहनत गर्नुभएको छ, यसो साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। मैले चाहिँ 365 डेज डेली भ्लगिङ गर्छु होइन। जनवरी 1 तारिकबाट सुरुवात गरेको चाहिँ मैले भ्लगिङ जर्नी र आजसम्म आउँदाखेरि कन्टिन्युसली कन्सिस्टेन्टली चाहिँ भ्लग हालेर चाहिँ आइसकेको चाहिँ छु। मिलन भारद्वाज युट्युब च्यानलको नाम हो, तपाईँले गएर हेर्नु होला र कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु होला र यो भाइलाई पनि सपोर्ट गर्नु होला। भाइलाई म सलाम गर्न चाहन्छु, किनभने भाइको चाहिँ भर्खरै सुरुवात गर्नुभएको हो, तर एकदम राम्रो एडिटिङ स्किलदेखि लिएर एभ्रिथिङ इज सो गुड गाइज है। हि इज इन सो डिटेल, सो आई लभ द मस्ट है। त्यो कारणले गर्दाखेरि भाइ र म चाहिँ राज भाइ र म चाहिँ फ्रिक्वेन्टली कोलाब गरेर चाहिँ काम गरिरहेका चाहिँ छौँ, भ्लग गरिरहेका चाहिँ छौँ। तपाईँले धेरै ठाउँमा देख्नुभयो, हामीले चाहिँ वान अफ द भाइरल प्लेस पर्पल आइल्यान्डमा गएर पनि हामीले भाइसँग चाहिँ बनाएको चाहिँ छु मैले भ्लग है। त्यो पनि हेर्नु होला, एकदम राम्रो भएको छ, भ्यू रेस्पोन्स राम्रो आइरहेको छ। बट गाइज स्टे ट्युन है, डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर द भ्लग एन्ड लेट्स गो टुगेदर, हेल्प इच अदर्स ग्रो टुगेदर। अलराइट, द्याट्स आवर थेम। थ्याङ्क यू सो मच मिलन दाजु, हजुरलाई मेरो यति प्रशंसा गर्नु भएकोमा। त्यति डिजर्भ त गर्थिनँ म, त्यही पनि थ्याङ्क यू सो मच। हजुरको बडप्पन नै त हो जो यति माया, यति साथ, यति सपोर्ट दिइराख्नु भएको छ र हाम्रो यो फ्रेन्डसिप, यो ब्रदरहुड भनेको सधैँ रहिरहोस्। एनिवेज गाइज अब चाहिँ मिलन दाई र म भएर हामी हेडिङ टुवर्ड्स अलवतन सेन्टरमा गएर अलिकति उहाँलाई केही सामानहरू किन्नु छ। त्यो सामानहरू परचेस गरिसकेपछि हाम्रो प्लान चाहिँ सुकु वाकिफ जानेछ। ओके, सो हेर्दै गर्नुहोस्। सो फाइनली गाइज अहिले चाहिँ हामी आइपुगेका छौँ अलवतन सेन्टर। देख्न सक्नुहुन्छ यो राइट साइडमा भएको बिल्डिङ नै अलवतन सेन्टर भन्ने गर्छ, जो कि एक्चुअली तलवार गेटको एक्चुअल साइडमा छ। देख्न सक्नुहुन्छ यस्तो छ अलवतन सेन्टर। यहाँ चाहिँ हाम्रो तपाईँको स्पेसल्ली फोनहरूको लागि एकदम राम्रो मार्केट छ है। सो फाइनली गाइज उहाँको लागि उहाँले खोजेको सामानहरू सबै कुराहरू लिइसकेपछि हामी चाहिँ अलवतनबाट सिधै लाग्दैछौँ सुकु वाकिफतर्फ। एक्चुअली हामी सुकु वाकिफको भित्र त जाँदैनौँ, बट सुकु वाकिफको अपोजिटमा रहेको लाइक फिलिपिनी मार्केट या समथिङ केही भन्छ, त्यो मार्केटमा गएर हामीले नेपाल लगेर जानको लागि एक्चुअली मिलन दाइले आफ्नो मम्माको लागि लुङ्गीहरू लिएर राम्रो क्वालिटीको होल्यान्डी लुङ्गीहरू पाउँदो रहेछ त्यहाँ। सो त्यो लिने भनेर जाँदै हुनुहुन्छ।
अहिले चाहिँ हामी त्यतै जाँदैछौँ हस् एन्ड यस फाइनली गाइज हामी मिलन दाजु र म भएर चाहिँ हामी आइसकेका छौँ सुक वाकिफको अपोजिट फिलिपिन मार्केटमा एन्ड त्यहाँ कार पार्किङ प्लटमा हामी चाहिँ आफ्नो कार पार्क गरेर आइसकेका छौँ मार्केट लागिसकेका छौँ फाइनली गाइज हामी चाहिँ सुक वाकिफको अपोजिट फिलिपिन मार्केटबाट सामान लिइसकेपछि मिलन दाईलाई मैले आफ्नो उहाँको एकोमोडेसनतर्फ लिएर जाँदैछु देख्न सक्नुहुन्छ एन्ड गाइज मिलन दाईलाई आफ्नो रुममा छोडेर आइसकेपछि म चाहिँ जाँदैछु आफ्नो रुमतर्फ देख्न सक्नुहुन्छ मेरो रुम जाने बाटोमा छु अहिले सो फाइनली गाइज अहिले चाहिँ म आइसकेको छु आफ्नो रुममा बट गाइज जुन पलको हजुरहरू वेटमा हुनुहुन्छ त्यो चाहिँ अब सुरु हुन्छ कज मैले चाहिँ राति 10 बजेको सो बुक गरेको थिएँ स्पाइडरम्यान ब्रान्ड न्यू डे देख्न सक्नुहुन्छ म अहिले रुममा आइसकेको छु रुममा आएर चाहिँ म आरामले एकछिन रेस्ट गर्छु एन्ड अराउन्ड 1 घन्टा पछि चाहिँ म ब्रान्ड न्यू डे हेर्न जानेछु एन्ड यस फाइनली गाइज म चाहिँ रेस्ट गरिसकेपछि अब चाहिँ लागेको छु हाम्रो टावर मल भन्छ कि तवार मल भन्छ त्यतातिर जो चाहिँ यहाँदेखि 12 किलोमिटर टाढा छ एन्ड मैले त्यहाँको चाहिँ टिकट पाएको भएर म त्यहाँको टिकट बुक गरेको छु 10 PM को सो गाइज 10 PM दिस इज टावर मल एन्ड यसभित्र छ हाम्रो नोभो सिनेमाज भनेर छ एन्ड नोभो सिनेमाज भित्र चाहिँ लागेको छ स्पाइडरम्यान ब्रान्ड न्यू डे OMG अमेजिङ गाइज अमेजिङ अब चाहिँ म मुभीतर्फ लागिसकेको छु सो मुभीको क्लिप्सहरू त मैले खिच्ने नै छु इफ मिल्छ भने म हालिदिने छु जस्ट इन केस मिलेन भने चाहिँ माइन्ड नगर्नु मुभी हेरिसकेपछि म हजुरहरूलाई रिभ्यू दिन्छु के कस्तो लाग्यो भनेर हस् एन्ड फाइनली गाइज वी आर हियर एट टावर मल म इनसाइड इन्टेरियर डिजाइन्सहरू देखाउँदैछु हजुरलाई देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो टावर मल र म चाहिँ अहिले बेसमेन्ट पार्किङबाट भित्र छिरेर अब माथि जाँदैछु किनकि नोभो सिनेमाज माथि छ टप फ्लोरमा एकदम टप फ्लोरमा छ अनि कर्नरमा छ है हेर्न सक्नुहुन्छ यहाँको इन्टेरियर डिजाइन यस्तो छ म चाहिँ भेट्दै नभेटेर एकछिनसम्म म्यापको थ्रु जाँदैछु देख्न सक्नुहुन्छ एन्ड दिस इज नोभो सिनेमाज टावर मल भित्रको नोभो सिनेमाज यस्तो छ देख्न सक्नुहुन्छ हजुरहरूले र म चाहिँ टिकट काउन्टरतिर जाँदैछु एक्चुअली टिकट त मैले अनलाइन लिइसकेको छु बट त्यहाँ सो गर्नुपर्ने हुन्छ QR कोड स्क्यान हुन्छ एन्ड म त्यो स्क्यान गरेर म भित्र जाँदैछु एन्ड दिस इज द मुभी आई एम गोइङ टु वाच टुडे एन्ड फाइनली गाइज म चाहिँ एन्टर गरिसकेको छु थिएटरभित्र देख्न सक्नुहुन्छ यस्तो छ थिएटर एन्ड म आफ्नो सिटतर्फ लागिसकेको छु यु क्यान से द्याट एन्ड फाइनली नाउ द मुभी बिगिन्स Wow, amazing guys, amazing. Finally movie finished भइसकेछ but we are waiting for end credit scene.
एन्ड फाइनली गाइज एन्ड क्रेडिट सिन पनि हेरिसकेपछि हामी चाहिँ निस्किसक्यौँ सबैजना र म चाहिँ लागिसकेको छु आफ्नो अब रुमतर्फ जानु पर्यो, सुत्नु पर्यो, भोलिदेखि ड्युटी छ देख्न सक्नुहुन्छ। र मुभीको बारेमा हजुरलाई बताउँ भने गाइज स्पाइडरम्यान ब्रान्ड न्यू डे इज एब्सोल्युटली फायर के, लाइक लिटरली फायर। मुभीमा एक्सन छ, इमोसन छ, कमेडी र भिजुअल सबै एकदम नेक्स्ट लेभल छ के। टम होल्यान्डले फ्यान्टास्टिक पर्फर्मेन्स दिएको छ अनि एभ्री सिनले एक्साइटमेन्ट मेन्टेन गरिराख्छ। सो नो डाउट मार्वल फ्यान हो कि क्याजुअल मुभी लभर, यो मुभीले डेफिनेटली डिसपोइन्ट गर्दैन। म त सजेस्ट गर्छु सबैले एकचोटि एक्सपिरियन्स गर्नुपर्ने हो। फुल पैसा वसुल छ क्या, लाइक नो स्पोइलर्स है, स्पोइलर दिन मिलेन। मैले मुभीको अलिकति सिन्सहरू त देखाइदिएँ बट त्यो ट्रेलरमै पनि थियो। बट ट्रस्ट मी यो मुभी थिएटरमा एक्सपिरियन्स गर्नु होला है, प्लिज प्लिज प्लिज। एनिवेज गाइज आजको लागि यति नै। हजुरलाई कस्तो लाग्यो मेरो भिडियो, मन परेमा प्लिज 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 लाइक कमेन्ट सेयर गर्न नबिर्सनु र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नबिर्सनु। सब्सक्राइब गरेर मेरो फ्यामिलीको हिस्सा बन्नु है। अनि प्लिज 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 मेरो भिडियोमा के छ कमी कमजोरी म सकेसम्म आफूलाई इम्प्रुभ गर्ने कोसिस डेली गरेर हुन्छु क्या। म लाइक कसरी हुन्छ के हुन्छ म मेरो भ्युवर्सलाई खुस पारौँ, इङ्गेजिङ गरौँ भनेर म फुल कोसिस गरिरहेको हुन्छु। बट केही कमी कमजोरी छ भने प्लिज 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 नोट गर्नु र अनि मलाई कमेन्टमा गरिदिनु। कमेन्टमा भन्नुहोस् यस्तो भएन, यस्तो भयो, यस्तो गर भनेर भनिदिनुहोस्। म त्यही अनुसार भिडियो अगाडिको नेक्स्ट भिडियोहरूमा इम्प्रुभ गर्दै जाने। सो आजको लागि यति नै गाइज। आई होप यु हेभ लाइक माई भिडियोज। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। अर्को भिडियोमा भेटौँला फेरि अभियसली।